हेलो गाइजहरू एएनसी ब्लगमा गाइजहरूलाई स्वागत छ। म चाहिँ धेरै ठाउँको आज फुटेज भिडियो देखाउन गइरहेको छु। गाइजहरूले चाहिँ चिन्नुपर्ने हुन्छ कुन ठाउँ हो, चिनेर कमेन्ट गर्न सक्नुहुनेछ गाइजहरूले होइन। यो खोला हेर्दा कहाँको ठाउँ जस्तो लाग्छ भन्नु पऱ्यो, कुन ठाउँ कहाँ हो भनेर कतिजनाले चिन्नु हुँदो रहेछ। हेरौँ यता आज टक्कसँगले लगाएर धेरै ठाउँको फुटेजहरू छ भिडियो होइन। टक्कसँगले गाइजहरूको लागि ल्याएको छु मैले, देख्न सक्नुहुन्छ गाइजहरू होइन। यस्तै यस्तै छ हाम्रो चाहिँ एएनसी ब्लगमा। गाइजहरूलाई स्वागत छ। गाइजहरू चाहिँ अब हेरौँ कति चिन्नुहुन्छ कति चिन्नु हुँदैन होइन। तर गाइजहरूले हेरेर सब्सक्राइब पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु म। यसो पुल हेर्दा कहाँको जस्तो लाग्छ गाइजहरूलाई अनुमान लगाउनु होला गाइजहरूले होइन। कहाँको ठाउँ हो भनेर एकचोटि टक्कसँगले अनुमान लगाइ हेर्नु होइन। अनि अब आउँदैछ अर्को फुटेज। यो कहाँको बाटो होला त यस्तो भन्ने होइन। अगाडि अगाडि चाहिँ अर्को गाडी छ 20 फुटा होइन, पछाडि पछाडि हामी छौँ। यो कालोपत्रे हुँदै गरेको देख्दा केही याद आयो होला गाइजहरूलाई, चिन्नुपर्ने हो यतिको होइन। गाइजहरूले कतिको चिन्नु हुँदो रहेछ हेरौँ न आज। कमेन्ट गर्नुहोस्, कमेन्ट कुन ठाउँ भनेर। तर गाइजहरू भिडियो हेर्नुहुन्छ सब्सक्राइबै गर्नु हुँदैन र त हेर्ने जति सबैजनाले सब्सक्राइब गर्दै त म पनि साह्रै खुसी हुने थिएँ, हजुरहरूको आभारी हुने थिएँ टक्क लगाएर होइन। तर अब सब्सक्राइबै नगर्दै चाहिँ सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु अनि पो टक्क लगाएर म पनि खुसी हुन्छु र अरू भिडियोहरू नयाँ नयाँ राम्रो राम्रो भिडियोहरू लिएर आउँछु त। अब सब्सक्राइबै नगरिदिएपछि सेयर नगरिदिएपछि त गाइजहरूको साथ सपोर्ट भयो भने त मैले पनि गर्ने हो नि त। टक्क लगाएर यति देख्दा चाहिँ याद आउनु पर्ने हो यो ठाउँ यहाँ हो भन्ने गाइजहरूलाई होइन। कतिको याद आउँदो रहेछ हेरौँ न त कुन ठाउँ हो भनेर टक्क लगाएर चिन्नु हो भने गाइजहरूलाई होइन। मेरो तर्फबाट अर्को एउटा राम्रो भिडियो गाइजहरूको लागि हुनेछ, चिन्नु होला। यो ठाउँ चाहिँ पत्तो लाउनु पर्यो तर ठाउँहरू यो फेरि अर्को ठाउँ छ। राति 12 बजेको फुटेज हो यो चाहिँ होइन। यो ठाउँ चिन्नु होला, राति 12 बजेको फुटेज हो यो चाहिँ। लगभग दिउँसो 10 बजेदेखि भोलिपल्ट बिहान 3 बजेसम्मको फुटेजहरू छ होइन। धेरै ठाउँको छ, गाइजहरूले चाहिँ चिन्नुपर्ने हुन्छ होइन। टक्क लगाएर कति ठाउँ चिन्नु हुँदो रहेछ अब हेरौँ। रातभरको मेहनत कति गाइजहरूले सपोर्ट गर्नु हुँदो रहेछ, यत्रो रातभर मेहनत गरेको म पनि हेर्छु अब गाइजहरूको साथ सपोर्ट कतिको छ भन्ने कुरा होइन। जति कमेन्ट गरिदियो, सब्सक्राइब गरिदियो, सेयर गरिदियो त्यति सपोर्ट मिल्ने हो होइन। टक्क लगाएर गाइजहरूको साथ सपोर्ट राम्रै मिल्छ भन्ने लाग्छ मलाई। अब हेरौँ कतिको मिल्छ होइन। यति देख्दा त याद गर्नु होला, अझै पनि याद आएको छैन भने केही छैन। गाइजहरूले चिन्नुपर्ने हो धेरैजनाले जस्तो लाग्छ। धेरैवटा फुटेज छ तर प्राय सबै नै चिन्नुहुन्छ भन्ने लागिरहेको छ मलाई। कतिको चिन्नु हुँदो रहेछ हेरौँ न आज। कसले चिन्नुहुन्छ कसले चिन्नु हुँदैन आज देखिहालिन्छ नि। टक्क लगाएर चाहिँ हेरौँ आज अब कसले चिन्नुहुन्छ कसले चिन्नु हुँदैन कि। नचिन्नेले भन्नु होला, म ठाउँ पनि चिनाइदिन्छु अर्को फुटेजमा चाहिँ। पुरै ठाउँ चिनाइदियो म हजुरहरूको लागि डेमा भिडियो गरेर हालिदिने छु। र अहिले चाहिँ बस कमेन्ट गरिदिनु होला, चिन्नेले यो ठाउँ भनेर ठाउँको नाम लेखेर कमेन्ट गर्नु, नचिन्नेले चिनिन भन्नु होइन। धेरै ठाउँ त चिन्नुपर्ने हो जस्तो लाग्छ होइन। हेरौँ अब कतिको चिन्नुहुन्छ चिन्नु हुँदैन हजुरहरूको
याददास्त कतिको तगडा छ भन्ने चाहिँ यहाँदेखि थाहा हुन्छ है। अब चिन्नुभयो भने याददास्त तगडा छ भन्ने बुझिन्छ। अब चिन्नु भएन भने त मेरो जस्तै रहेछ भनेर सम्झिनु पर्यो नि त, होइन र। गर्मी चाहिँ साह्रै हो। हेरौँ हेरौँ अब कसले चिन्नु हुँदो रहेछ। यो चाहिँ 3 बजेको फुटेज रहेछ है। यो देख्दा त धेरैजनाले याद गर्नुपर्ने। यो चाहिँ टक्क लगाएर 3 बजेको फुटेज हो है। फुटेजै यताको उता उताको यता भइरहेको रहेछ नि त। छोटो क्लिप्स काटेर गरेको थियो, भिडियो गरेर जोडेको थियो, त्यही भएर यताको उता उताको यता परिदिरहेको रहेछ। अब त चिन्नुपर्ने हो गाइजहरूले। यत्रो स्लो हुँदाखेरि त धेरैजनाले चाहिँ चिन्नुहुन्छ मलाई जहाँसम्म लाग्छ। हेरौँ अब कतिजनाले चिन्नुहुँदो रहेछ, कतिजनाले चिन्नु हुँदैन होइन। टक्क लगाएर हेरौँ न त आज। हामी अहिले कहाँ आइपुग्यौँ त? लु गाइजहरू कमेन्ट गर्नुहोस् त यो कुन ठाउँ होला। अब त पक्कै नै चिन्नुभयो होला, पक्कै चिन्नुभयो होला। कमेन्ट गर्नु होला टक्क लगाएर होइन। यति गर्दा त चिन्नुपर्ने हो गाइजहरूले जस्तो लाग्छ। यो फेरि अर्कै ठाउँको फुटेज होइन। यो चाहिँ 2 बजेको फुटेज रहेछ हौ यो। 2 बजे राति सुनसान छ बाटो, परबाट एउटा गाडी आउँदैछ होइन। अर्को नै रहेछ यार पछाडि, लस गरेको रहेछ त ती 3वटा। म त एउटा मात्रै होला भनेको त ती 3वटा पो रहेछ त लस गरे। चिन्नुपर्ने हो गाइजहरूले ठाउँहरू चाहिँ होइन। अब कतिको चिन्नुहुन्छ हेरौँ, चिन्नुहुन्छ हुँदैन भन्ने कुरा थाहा भइहाल्छ नि गाइजहरू। बिस्तारै बिस्तारै कतिको चिन्नुहुन्छ हुँदैन भन्ने कुरा त फेरि यो चाहिँ अर्कै ठाउँ हो। चिन्नुपर्ने हो यति देखाउँदा चाहिँ गाइजहरूले टक्क लगाएर। धेरैवटा ठाउँ छ, अब हेरौँ कतिवटा ठाउँ चिन्नुहुँदो रहेछ भन्ने कुरा थाहा भइहाल्छ नि। कतिको याददास्त तगडा छ त गाइजहरूको आज। याददास्त चाहिँ हुँदैछ होइन।